रातिको ठ्याक्कै 12 बजिरहेको छ। एक्टिभ मोडमा हुनुहुन्छ मेरो बाबु। उहाँ दुध खाने भनेर हेर्नु गुडु गेम खेलिराख्नु भएको छ। मम्मीलाई सुत्न दिइराख्नु भएको छैन। ल हेर्नुहोस् मेरो बाबुको घडी पनि हेर्नुहोस्, ठ्याक्क 12 बजेको यो काम हो। रातिको 12 बजिरहेको छ। बाबु पुरा मस्तीमा हुनुहुन्छ मेरो बाबु। जाडोको महिना छ आज, पुसको महिनामा पनि मेरो बाबु जाडोमा मस्तले ल यस्तो गरिराख्नु भएको छ। उहाँको मम्मी चाहिँ हेर्नुहोस् पुरा एकदम निद्रामा हुनुहुन्छ। बाबु जति चाहिँ एक्टिभ छ, निद्रा भए पनि बाबुले पुरा खुलाइराख्नु छ। बाबु मेरो यसै एक्टिङमा छ, हेरेर के स्टाइल देखाइरहेको छ बाबु मेरो। गुडु गेम खेलिरहेको छ, दुध खाने क्रममा गेम खेलिरहेको छ। ल हेर बाबु हेर, खुसी भएछ मेरो बाबु। राति 2 बजे सुत्छ अब। मेरो बाबुको डेली कार्यक्रम यही छ हो। ल हेर्नुहोस् तपाईँहरूको बाबु कस्तो के गर्नुहुन्छ, सुझाव सल्लाह दिनु होला। ल हेर्नु मेरो बाबुको हेर्नु, ल हेर्नु खुसी हेर्नु मेरो बाबु हेर्नुहोस्। ल हेर्नुहोस् मेरो बाबु दुध खाइराख्नु भएछ। ल हेर्नुहोस्, ल दुध खाने तरिका हेर्नुहोस् मेरो बाबु हेर्नुहोस्। ल हेर्नुहोस् हाम्रो युवराज साहबको तरिका हेर्नु दुध खानु। ल हेर्नु, ल हेर्नुहोस् दुध खाएर अहिले उहाँ 15 महिनाको हुनुहुन्छ होइन, 15 महिना हुनुहुन्छ, कति हुनुहुन्छ, 15 कम्प्लिट भएर 16मा लागेर चलिरहेको छ। 16 महिना उहाँको स्टाइल हेर्नुहोस् त हाम्रो सरको। ल हेर्नुहोस् मेरो बाबु 16 महिनाको हुँदाखेरि ल हेर्नुहोस् दुध खाने स्टाइल हेर्नुहोस्। निप्पलबाट खानुहुन्न उहाँ, डाइरेक्ट बोतलबाट खानुहुन्छ उहाँ। ल हिटो तापेर राख्नु भएको छ। अहिले रातिको समय ठ्याक्क 12 बजिरहेको छ। बाबु मेरो पुरा खेल्ने मुडमा हुनुहुन्छ, मस्तले रमाइलो गरिराख्नु छ। हामीलाई पनि रमाइलो भइरहेको छ, एकदम खुसी छौँ। ल हेर्नुहोस् अब खाइसक्नु भएछ। अब उहाँ फेरि अब अर्को धुनमा आइराख्नु भएछ बाबु। बाबुको ल हेर्नु, ल यता हेर्नु त बाबु, यता हेर्नु त बाबु, यता हेर्नुहोस् बाबु, यता हेर्नुहोस्। तपाईँ खुसी हेरौँ त, सब जनता जान्न चाहन्छ, जनता जान्न चाहन्छ कि हाम्रो अवधेश सर कतिको खुसी हुनुहुन्छ भनेर। यो लिनुहुन्छ, हजुर पनि लिनुहुन्छ यस्तो कुराहरू। लाउनुहोस् बाबुले फेरि अब इयरफोन पाइसकेको छ। अब ऊ हे राम भनेर भजन सुन्छ बाबुले। अब यता हेरिदिनुहोस् त बाबु, यता हेरिदिनुहोस् त, डेटलाई हेरिदिनुहोस् त आफ्नो।